यसैबीच हामीलाई नेपालका निवासी स्वर्गीय रत्नबहादुर थापाकी माइली छोरी हाल करारा निवासी पवित्र अधिकारीबाट रु 505 रुपियाँ हामीलाई सहयोग प्राप्त भएको छ। उहाँको परिवारमा सुख शान्ति समृद्धि प्राप्त होस् भनी हामी हार्दिक शुभकामना व्यक्त गर्दछौँ। त्यसै गरी नेपालका निवासी कान्छी छोरी हाल सुकेरा निवासी निर्मला पटलबाट पनि रु 505 रुपियाँ हामीलाई सहयोग प्राप्त भएको छ। उहाँको परिवारमा सुख शान्ति प्राप्त होस् भनी हामी हार्दिक शुभकामना व्यक्त गर्दछौँ। अलि पर जान्नुहोस् सर, अलि उता अलि जान्न। कृपया ध्यान दिनुहोला, त्यो कुल मन्दिरदेखि पूर्वपट्टि बाँधेका बोकाहरू अल्झेर बटारिएका छन् अरे, अल्झेको छ अरे। कृपया आफ्नो आफ्नो बोका एकपटक गएर हेरिदिनु होला। कुल मन्दिरको पूर्वतर्फ बोकाहरू फेरिएको जानकारी प्राप्त भएको छ। यसर्थ यहाँहरू आफ्ना बोकालाई एकचोटि गएर हेरिदिनु होला, अल्झेको हुनसक्छ। सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू आफ्ना बोकाहरूलाई एकपटक गएर हेरिदिनु होला। अल्झेका हुन सक्छन्, झुलेर सिङ फुटिन सक्छ, सुरक्षा अपनाइदिनु होला। ओइ दीपक, ओइ उठी बसी त्यो चाहिँ कुल पूजाको लागि सबै होइन बिहेको बाजाहरू नौमती बाजा फुट्दाको नृत्य देख्नुभयो होला। त्यसै गरी बाजा बजाउने टोलीहरू